बिहेको तयारी मेरो छोरो बिहेमा जानको लागि चाहिँ तयारी हुँदैछ ल अहिले चाहिँ सर्ट लगाइसक्यो मेरो छोरोले। आज चाहिँ मेरो छोरोको दिदी र मेरो चाहिँ छोरी भनौँ मेरो दाइको छोरीको बिहे हो आज। अनि ल आज छोरो चाहिँ बिहेमा जानको लागि पहिलो बिहे चाहिँ एटेन्ड गर्दैछ मेरो छोरीले जन्मेदेखिबाट। र हेर्नुहोस् अब छोरोलाई कस्तो देखिन्छ। यो कपडा चाहिँ उसको दादाको हो। उसको दादा सानो हुँदाखेरि लगाएको कपडा हो र यो कपडा धेरै युज नभएकोले गर्दाखेरि यो कपडालाई फेरि राखियो। अहिले चाहिँ कान्छो भाइलाई चाहिँ काम लागिरहेको छ होइन। र हेर्नुहोस् मेरो छोरोलाई कस्तो देखिन्छ। अब यो कालो कपडामा होइन यो बाहिर यो खैरो कोटले हेर्नुहोस् अब छोरोले अब ढाका टोपी लाउनलाई तयारी गर्दैछ। ल हेर्नुहोस् अब कान्छो छोरोको गेटअप होइन। अब ऊ चाहिँ लगभग रेडी भइसक्यो, कपडा लगाएर सकियो। र हेर्नुहोस् बाबु चाहिँ बिहेमा जान पाउँदा चाहिँ कति खुसी मानेको छ हेर्नु, उसको हिँडाइ हेर्नु कति खुसी मानेर है। अब बिहेमा जाने भनेर उहाँ बाजेआलाई बोलाउन गइराखेका थिए बाबु। र हेर्नुहोस् अब बाबुलाई कस्तो देखिएको छ हेर्नुहोस्। यो चाहिँ फोटो हो। यो कपडा लगाइसकेपछि बाबुको यसो फोटो एउटा दुइटा चाहिँ यसो बनाइदिएको कस्तो देखिएको चाहिँ यसो कमेन्ट गरिदिनुहोस् होला। र बाबु चाहिँ बिहेमा जानलाई तयारी भएर चाहिँ बाजेबासँग चाहिँ बाइकमा चढेर गयो।